नमस्ते सबैजना सन्चै हुनुहुन्छ। वेलकम टु माई ब्लग गाइज। हामी चाहिँ 4 जना बेस्टिजहरू मिलेर हाम्रो डेस्टिनेसनसम्म जानको लागि गाडी कुर्दैछौँ। साथीहरू नाइटको बस चढेर आएको, केही पनि भिडियो खिच्न पाएनौँ, सबैजना स्लिपी भएर। त्यही भएर डाइरेक्ट हामी होटलदेखि स्टार्ट गरौँ है त। यो चाहिँ हामी बस्ने होटल रुम। लेट्स सी है हाम्रो रुम चाहिँ कस्तो छ है, हेरौँ है त। दिस इज माई ब्याग। एन्ड दिस इज वाट इज दिस, आई डोन्ट नो। दिस इज मन्जु नेपाल, रुम पार्टनर फर टुडे जस्तो भन न। मलाई यस्तो राम्रो एन्ड दिस इज लाइक दिस। मैले भनेको मिलेन भने गाडी पनि खाएँ साथीको। याद यार माई रुममेट्स है। आजको भिजिटको लागि राति बसमा आएको भएर सबैजना लेजी, सबैजना सुतिरहेछन्, ब्यागहरू एकतिर छ। म पनि निद्रा नलागेर यताउता हेरिरहेको छु, बाथरुम पनि हेरेर बसिरहेको छु कि म फेरि। एक्चुअली गाइज यो भिडियो चाहिँ अलि अगाडि नै बनाउनु पर्ने, धेरै नै लेट भयो। यिनीहरूको नि मैले साह्रै गाली खाएँ। ल लास्टली एन्ड फाइनली मैले चाहिँ भिडियो गराउँदैछु। हो हाम्रो एउटा बहिनी साथी उठिन्। लेट्स गो है। अब साथीहरू उठेछन्, के गर्ने टाइम पास गरिरहेको छु है म चाहिँ। अलिक क्रेजी टाइपको छु कि म फेरि। गाइज हामी चाहिँ पोखरा घुम्न आएको थियौँ। मेरो साथीहरू चाहिँ अझै रेस्ट गरिरहेछन्। म चाहिँ हिँडेँ एक्सप्लोर गर्न ट्वी लाएर। पोखरा चाहिँ सहर कस्तो राम्रो लाग्छ कि मलाई। तपाईँलाई कस्तो लाग्छ गाइज? त्यसपछि साथीको कल आयो, हामी रेडी भइसक्यौँ त कहाँ हो भनेर। त्यसपछि म पनि गएँ होटलमा। हामी सबैको मेकअप गरिदिने मान्छे हाम्रो सबसे राम्रो साथी है। हेलो। रेडी भएर फ्रेस भएर हामी घुम्न हिँड्यौँ। त्यसपछि पोखरा एक्सप्लोर गर्नको लागि। Who is this beautiful girl? Who is this beautiful girl? This is me, Santala Dad. Thank you very much. And this one? फोन गर्न गाडीमा छु। Attitude wali. Mind your language. Thank you. I'm busy. Attitude. त्यसपछि हाम्रो हिँड्ने यात्रा सुरु भयो। अलिक हेल्दी छौँ क्या हामीहरू फेरि होइन। त्यही भएर स्लोली रिल्याक्स चिल गर्दै जाँदैछौँ। हेलो। केही छैन रे क्या। अब किनेको छैन। घुमघाम गरेर यस्तो राम्रो भ्यूज हेरेर हामी यस्तो ह्याप्पी मुडमा फर्कियौँ। हेलो गाइजहरू, तपाईँहरू थाक्नु भएको छ कि नै? म त बहुत थाकेको हो। अनि त्यो हाम्रो अगाडि ठमक ठुम्का लाउँदै हिँडेको यो पातली बहिनीको हो नि? पातली बहिनी गाइडर हो। धेरै हो। थ्याङ्क यू। हामी त किन त्यता जाने होइन हामी? त्यता त डेटिङ जाने ठाउँ हो। ओ ल गाइज, यो डेटिङ जाने ठाउँ है। देख्नु भयो नि गाइजहरू। त्यसपछि हामी त यस्तो स्विङ गर्ने ठाउँ पनि भेटायौँ। के चाहियो त, हामी त स्विङ गर्न थाल्यौँ। मस्तो लाग्यो, रमाइलो भइरहेको थियो जे। हिँड्दै भोक लाग्यो, त्यही भएर हामी खाना खान बस्यौँ।
देन बजार घुम्दै घुम्दै हामी डेभिड फल साइडतिर आयौँ। मेरो साथीलाई फेरि अलिक चित्त बुझिरहेको थिएन जस्तो छ कि धेरै धेरै कन्फ्युजन पनि हुन्छ कि कहिलेकाहीँ होइन। यताबाट होइन र अहिले चेन्ज भयो र होइन यतै हो कुनै त्यो त्यतिबाट जान्छ अब। डेभिड फल साइडतिर बस्दा त्यति फ्रेस फिल भयो नि साथीहरू। त्यसपछि यो कोइन राख्नेतिर आयौँ कि हामी खै सबैले राख्दै थियौँ। हाम्रो फेरि कसैको पनि अड्केन। के विस थियो पुरा हुन्छ कि नै कुनै थाहा भएन। त्यसपछि हामी रिटर्न आयौँ डेभिड फलबाट। ब्याट्री कम भएकोले मैले बिचको वेको भिडियो खिच्न पाएनौँ। हामी डाइरेक्ट यहाँ आइसकेका थियौँ। यति टाढाबाट यहाँ के खाना आउनुभयो? हजुर। अनि तपाईँ पानीपुरी र फुल्कीमा के फरक छ हजुर? फुल्की भनेको चाहिँ हजुरको तातो झोल हो होइन, पानीपुरी भनेको चाहिँ चिसो झोल हो। तर यहाँ झोलै छैन, यहाँ चटपटे पानीपुरी। अनि तपाईँ चाहिँ खाना आउनुभएको कि हेर्न? होइन, यहाँ यिनीहरूले खाए पनि पैसा तिर्नुपर्छ नि त। देन वी रिटर्न ब्याक टु होटल अनि रेडी भएर लेक साइड घुम्न गयौँ फेरि। हेलो गाइज, हेलो। हाय बेबी। त्यहाँ फुल्दै खाँदै हाम्रो फुल। हामी चाहिँ पोखरा फेवातालमा बोटिङ गर्दैछौँ होइन। यहाँ चाहिँ एकजना हुनुहुन्छ हाम्रो एकदम डराइरहनु भएको म्याडम हुनुहुन्छ। तपाईँहरू चिन्नुहुन्छ होला उहाँ है? डराइरहनु भएको छ म्याडम? हजुर हजुर हामीलाई डर लाग्यो। कस्तो फिलिङ आइरहेछ तपाईँलाई अहिले? डर लागिरहेछ भन्नु अहिले एकदम डर लागिरहेछ ल। उहाँलाई फर्काइदिउँ त दाइ। दाइले के भन्नुहुन्छ फर्काउनेमा? अनि यो चाहिँ हाम्रो मोबाइलमा त समाउने दिदी बहिनी हो क्या? छोरी अनि तिमी कस्तो त्यस्तो मोबाइल नचलाउ न छोरी। मलाई त डर लाग्दैन। ए उहाँ हो डरछेरुवा? अनि उहाँ फेरि फोटो खिच्न नमान्ने मान्छे, यता फर्किनु भन्दा नि उता फर्किनुहुन्छ हौ। देखियो भ्यू गरेर त्यहीमा बोटिङ गरेर अब पोखरा भनेपछि त नाइट भ्यू पनि राम्रो हुन्छ नि त होइन साथीहरू। त्यही भएर फेरि हामी होटल गएर फ्रेस भएर फेरि आयौँ लेक साइडको नाइट भ्यू गर्नको लागि। अनि यहाँको नाइट टाइम कस्तो हुन्छ भनेर एक्सप्लोर गर्नको लागि। तालमा साइली त्यही त फेवातालमा साइली ढुङ्गा सलल्ल। पोखराको नाइट भ्यू त झन् कस्तो रमाइलो हुँदैछ जता चाहिँ झिलिमिली। हामी चाहिँ पुरा रोडहरू घुमिरहेको थियौँ हातमा हात समाएर। हेलो के छ अरे बहिनी? अरूको बाल छैन, आफ्नै ओल्डमा मस्त क्या हामी गाइजहरू। यो पल पनि एकदम रमाइलो हो कि होइन? हजुर पनि ट्राई गर्नु होला। त्यसपछि हल्का रमाइलो गरेर हामी रिटर्न ब्याक भयौँ होटलमा। यो चाहिँ साथीहरू डाइरेक्ट भोलि बेलाको
ब्रेकफास्ट लिँदाको टाइम हो है के गर्ने नयाँ नयाँ ब्लग बनाउने स्टार्ट गरेको मैले अलि मिसो पाइनँ बिस्तारै म एकदम राम्ररी बनाउँदै जानेछु के गर्ने साथीहरू अझै धेरै दिन बसेर एक्सप्लोर गर्न मन थियो तर के गर्ने एक दिनको लागि मात्र आएको थियौँ हामी पोखरा त्यही पनि धेरै रमाइलो गरेर हामी फर्क्यौँ मेरो ब्लग चाहिँ यताउता भइरहेछ कि म न्युली क्रिएटर भएर होला होइन गाइजहरू पछि मैले एकदम राम्रो बनाउँदै जानेछु त्यही भएर एकदम बोर नभइकन मेरो ब्लग हेरिदिनु होला है प्लिज साथीहरू सपोर्ट गरिदिनु होला ओके सी यू अगेन पोखरा बाई बाई पोखरा